कसैले नचिताउनु, कसैले नचिताउनु। 29 त के 34 पनि नचिताउनु। अब 29 मा हेर त, अब अगाडि नै तपाईको 30,000 नौकरी रेगुलर भइहालेको छ। अब 28,000 29 सम्म पुग्दाखेरि करिब करिब फेरि हामी 26,000 लाई हामीले नौकरी लगाए ठ्याक्कै 2028 मा रेगुलर गर्ने टाइम हुन्छ उनीहरुको। 28,000 लाई रेगुलर गर्नुपर्छ, त्यसको लागि हामी तयारी गर्दैछौँ ठ्याक्कै। अनि त्यो चाहिँ 28,000 इम्प्लोइज चाहिँ रेगुलर भयो भने त्यसले चाहिँ कसलाई भोट हाल्छ भन्न त लु। 27,000 ले त हामीलाई हाल्छ, 1,000 ले लु हामीलाई धोका दियो भने, अनि त्यति बेला हुन सक्छ 30,000 लाई हामी एपोइन्टमेन्ट गर्छौं फेरि। अनि त्यसले कहाँ हाल्छ भोट भन्नुहोस् त, कहाँ गर न हो 50,000। अनि एउटा घरबाट 4 जनाको हिसाबले गर। अनि जम्मै अफसरलाई माया गरेको छु, हामीले कसैलाई पनि 5 वर्षमा कसैलाई नराम्रो गरेनौं। सबै अफसरलाई प्रमोसन दिएकै छौं। अनि प्रमोसन है तपाईको टाइम नपुग्नेलाई पनि अपग्रेड गरेर दिएकै छौं। अनि भाइ बहिनी हेर्नुस् त, चिफ मिनिस्टर सेल्फ इम्प्लोइमेन्ट स्किमबाट यसरी हेर त चेक बाँडेकै छ हो कि न भन्छ। 5 लाखको चेक, 3 लाखको चेक, 10 लाखको चेक संस्थाहरूले पाएकै थियो। पहिला पाउँथ्यो नि भन्नुहोस् त, चिफ मिनिस्टरको चेक पाउँथ्यो, देखेको थियो। गुम्बाले पाउँदैछ, मन्दिरले पाउँदैछ, चर्चले पाउँदैछ। अनि त्यसपछि फेरि चिफ मिनिस्टर एजुकेसन स्किम। आज मैले कुरा गर्नु पर्यो भनेदेखि आज हामीले गरिबको नानीहरू जम्मा 7-8 जना त हामी पाइलट मात्रै पढाउँदैछौँ। 8 जना त खालि पाइलट पढाउँदैछौँ। अनि 8 जनालाई कति लाग्छ सालमा भन्दाखेरि 57 लाख रुपियाँ एकजनालाई जान्छ। 57 लाख रुपियाँ सरकारले बिहोर्दैछ। अनि 57 लाख त पैसा मात्र भयो। उहाँहरूको जब पाइलट ट्रेनिङमा जाँदाखेरि हेडफोन भन्छ, त्यहाँदेखि क्यालकुलेटर भन्छ, त्यहाँदेखि उहाँहरूको ल्यापटप भन्छ, त्यो सबै एक्स्ट्रा हामी सबैलाई गर्दै। अनि एमबीबीएस पढ्ने त कति हो, कति सबै डाक्टर पढ्ने तपाईलाई थाहा छ। कसले पढ्न पाउँदैछ, कति सहायता पाउँदैछ, अनि स्टुडेन्टले कति पाउँदैछ सबै। अनि बिमारीलाई त हामीले जसको पनि छ बिमारी, पक्का बिमारी। सुन्नुहोस्, बिमारी 2 प्रकारको बिमारी हुन्छ। एउटै जंगली लाग्ने बिमारी, एउटै जंगली बिमारी। सुन्नुहोस्, एउटा चाहिँ जंगली बिमारी, त्यो चाहिँ विधायक आउँदा पनि कोही बेला लागिहाल्छ, छुइहाल्छ त्यसले। ट्याक्कै विधायक आयो जंगलीले भेटिहाल्छ। त्यहाँदेखि मन्त्री आउँदा अलिक ज्यादा भेटिहाल्छ, मुख्यमन्त्री आउँदा जम्मै बिमारी भइहाल्छ। जंगलीले प्रत्येक भेट्छ। जंगलीले छोएको बिमारी होइन, पक्का बिमारी नहोस् तर बिमारी भम, जसको किडनी फेर्नु पर्नेछ, जसको लिभर फेर्नु पर्नेछ, जो चाहिँ रेफर भएर दिल्ली जाँदैछ, सिलगढी जाँदैछ, भेलोर जाँदैछ, दुर्गापुर जाँदैछ, कलकत्ता जाँदैछ, अनि है दिल्लीको विभिन्न अस्पतालमा जाँदैछ, त्यसको जिम्मा हामी लिन्छौँ। गरिबको गर्दैछौँ हामी। दिल्लीमा पनि छ, सिलगढीमा सबैमा छ। अहिले हेर्नुहोस् त, सिलगढीमा हामीले एउटा गेस्ट हाउस खोलेका छौँ। आमाको गोद, मैले ठक्कै भनिहालेँ। के नाम राख्नु हो सर यसको? आमाको गोद। मैले खासमा आमाको काख राख्नु पर्ने, हुन त गोद पनि ठिकै हो। मैले आमाको काख राखेको भए सबैले बुझ्थ्यो होला। गोद भनेको पनि के अरे काख नै हो, अलिकति हिन्दी पर्यो तर ठिक छ। आमाको किनभने सिलगढी परेर मैले आमाको गोद राख्दे, ठिकै त गोद भने हामीले बुझ्छौँ। त्यसले त्यहाँ हेर त बिमारी जानु पर्यो, अनि 1 दिन फ्री बस्नु पायो, भोलिपल्ट त्यहाँको स्टाफले लगेर चेकअप हुन्छ, डाक्टरलाई बस्नु पायो फ्री, खाना दाना सब फ्री, सुत्नु पनि फ्री, मजाको छ। एकजना बिमारी, एकजना एसिस्टेन्ट। त्यहाँदेखि पर्सपल्ट रिजल्ट आयो, यदि उसलाई रेफर भएर बाहिर बाहिर हामी फ्लाइटमा पठाइहाल्छौँ, फर्काउनु पनि फर्काइहाल्छौँ। तर त्यहाँ चाहिँ बस्नु पाउँदैन। त्यहाँ 4 दिन भन्दा ज्यादा बस्नु पाउँदैन। सिलगढीमा बस्ने अनुमति हो भने सबैजना गएर बस्छ त्यहाँ, हो कि होइन? लो, त्यहाँ घुम्नु जाने पनि बस्छ, काँकडी भित्ता जाने पनि बस्छ, सबैतिर जाने बस्छ 4 दिन। अनि दिल्लीमा त हामी हेर, म जति बेला पनि जान्छु, म भेट्छु, सबैलाई भेट्छु। र हामीले यो प्रकारले गर्दैछ। र अब चाहिँ तपाईँहरूले है हेर्नुहोस् है, तपाईँहरूको बिमारीमा साथ दिने, तपाईँलाई आपद विपद पर्दा नानी पढाउँदा साथ दिने, तपाईँहरूको सानो सानो झोडा तपाईँले इस्टिमेट खेद्नु नपर्ने, खेद्नु पर्यो। आज जतिजनाले आज झोडाको सेङ्सन लग्यो, कहिले पनि खेद्नु परेन। बस इस्टिमेट ल्यायो, मैले लगेँ, सेङ्सन गर्दै ल्यायो, अब काम गर्नु पर्ने, पैसा पाइहाल्छ। आज सबैजनाले हामीले यस्तो गरी खानेहरूलाई चिफ मिनिस्टर डिस्क्रिप्सन ग्रान्टबाट, चिफ मिनिस्टर सेल्फ इम्प्लोइमेन्ट स्किमबाट, चिफ मिनिस्टर एजुकेसन स्किमबाट, एसिस्टेन्ट स्किमबाट, चिफ मिनिस्टर मेडिकल एसिस्टेन्ट स्किमबाट हामी पूरा हामी सहयोग गर्दैछौँ। अनि यो प्रकारले सहयोग हामीले दिएका छौँ भनेदेखि 29 त हेर
पुरा पराइ जाऊ जति नै चम्का जे नै भन पनि तर हेर है 30,000 भन्दा ज्यादा नौकरीमा रेगुलर भइसकेको छ। अब यो जुन जुलाईतिर त सबैजनाको अब 1 वर्ष प्रोबेसन पिरियडमा छ है। प्रोबेसन पिरियडमा चाहिँ उहाँहरूले पहिला जो पाउँदै थियो एडकमा त्यही स्यालेरी पाउँछ। जुन जुलाई अगस्तदेखि चाहिँ पुरा स्यालेरी पाउँछ। अब रोडको चाहिँ फुर्सद हुँदैन, जम्मै रोडमा 30,000 भन्दा ज्यादा आउँछ। अब किनभने जम्मै रेगुलर हुनसाथ गाडी किनिहाल्छ। हो के लु भन त, गाडी किन्छ अनि के गर्छ भन्नुहोस् त, पहिलो रेगुलर हुनसाथ नौकरी रेगुलर पाउनसाथ के गर्छ, गाडी चाहिँ आइडेन्टिटीको गाडी किनिहाल्छ। कोही पनि प्रमोसन भएर इन्सपेक्टर प्रमोसन भएर अन्डर सेक्रेटरी होस् त त्यसले सबैभन्दा पहिला गाडी मागिहाल्छ। टक्कै मलाई गाडी चाहियो, अरू माग्दैन। अब एसडिएम साहबले पहिला मलाई के भन्यो, सर मेरो गाडी भन्यो है, गाडी आइहाल्छ एसडिएम हुनुसाथ तपाईँको आइहाल्छ भन्यो। गाडी आइहाल्यो त होइन, यहाँ मङ्गलबार हाम्रो डिएन शर्माले मलाई फर्स्टमा के सोध्यो, अरू सोधेन उहाँले, कस्तो अफिस छ के सोधेन, गाडी चाहिँ कस्तो छ सर भने, तपाईँले बोलिरो पाउँछ होला भने मैले भने आइगो। अनि जति रेगुलर भएको छ अहिले त प्रोबेसन पिरियडमा छ, अगस्तदेखि सुरु हुन्छ। अब 30,000 गाडी बढ्नेवाला छ। 30,000 सिक्किममा पक्का गाडी किन्छ। अनि जसले बिहा गरेको छ त्यसले बिहा गरिहाल्छ, किनभने स्ट्याटस बढ्यो। अनि जसले घर बनाएको छैन घर बनाउँछ। हो कि लु भन्नुहोस् त, यो चाहिँ डेभलपमेन्ट हो नि, होइन यो चाहिँ विकास हो यो। अनि त्यो भयो। अनि फेरि हामीले अब आउने 28मा 27देखि नै सुरु हुन्छ हाम्रो 4 वर्ष पुग्ने जम्मै रेगुलर हुन्छ। 26,000 रेगुलर अनि आउनेमा 30-40 हजार नौकरी लगाउँदा चाहिँ के हुन्छ लु भन्नुहोस् त। त्यसले गर्दा कसैले पनि के सोचेको चाहिँ बिग्रिन्छ है, बिग्रिन्छ, पारा बिग्रिन्छ, कोही अफसर बिग्रेला।